नमस्कार साथीहरू। आज म गणेश नेपाली घटनाबारे केही बोल्न मन लाग्यो। के मानवता हराएकै हो त? पेट्रोल निकालेर आगो लगाउँदासम्म कसैले बचाउने कोसिस किन गरेन? हो, मर्नु विकल्प होइन, साध्य पनि होइन। तर कसैको दिमागले त्यो सोचिसकेर त्यो कदम उठाउँदैछ भने र हामी त्यो देखिरहेका छौँ भने मुख दर्शक भएर बस्न मिल्छ? हाम्रो मानवीयता त्यही हो। त्यसैमाथि 60-70% शरीर जलेर नष्ट भएको छ। प्रहरी साथीहरू घिच्चाएर लतार्दै अस्पताल जाने न्युमा त्यसरी लिएर जान मिल्छ? के साधनहरू थिएनन्? एम्बुलेन्स थिएन? अरू सवारी साधनहरू थिएनन्? यस्तो गर्ने प्रहरी साथीहरूले प्रहरीको जागिर कसरी खानुभयो? के यही हो प्रहरी हाम्रो साथी भनेको?